सो हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अब द न्यू डे अफ द न्यू ब्लग एसपीके ब्लगमा हजुरलाई स्वागत छ। र आज चट्ट लाएर म चाहिँ के गर्छु भन्दाखेरि कपडा सपडा धुन आज मेरो हैन, अनि टक्क नुहाउन छ र कपाल काट्न जान। हेर्नु यो अस्ति नै एउटा कपाल काट्छु भनेर भिडियोमा भनिरहेको थिएँ हैन, कमेन्ट 10 कमेन्ट आयो भनेर भन्थे। 10 कमेन्ट नै आयो के भन्छ अरे अस्ति नै हालेको भिडियोमा सेकेन्ड डेको ब्लगमा हाम्रो 10 कमेन्ट नै आयो हैन। त्यसपछि चट्ट म कपाल काट्न जान्छु हैन। हिजो कपाल काट्छु भनेको थिएँ, तर के भयो भन्दाखेरि कपाल काट्छु भनेको हिजो फेरि कतै जानु काम थियो कि, त्यही भएर कपाल काटिनँ। टक्क कपडा सपडा धोएर टन्ने खालको कपडा फेरि कपडा सपडा धोएर चट्ट लाएर अनि कपाल काट्न जान्छु। आएर नुहाउनु हैन, नुहाउन त अस्ति नुहाएको शुक्रबार नि, आज फेरि आइतबार नुहाउने। अनि फेरि कलेज किन गन भन्नु होला फेरि हैन, कलेज किन नगयो भन्दाखेरि अस्ति हाम्रो इक्जाम भर्खर सक्यो नि त। इक्जाम सकेर चाहिँ अनि चट्ट लाएर अनि अब इक्जाम सकेपछि अब 1-2 दिन बिदा दिए कान भनौँ नि, हामी लिएको क्या बिदा 1 दिन। कोही नि केटाहरू कलेज नजाने भएपछि होइन, म मात्र गएर हुने होइन होइन, त्यही भएर अनि आज कलेज गइएन। अब भोलिबाट त बिदै छ, भोलिबाट सब भइहाल्छ नि। यसो भ्लग बनाउँदै म हो त नि, अनि यसो कस्तो हुँदो रहेछ होइन, यसो ठीक छ गरम भनेर। ल ल ल ल कहाँ जान लाउनु हुँदैन अरू दुईजना यस्तो चट्ट परेर खोल्नु पर्यो के बुवाहरू टक्क अब बिहा छ नि त। अब मक्सिरमा नै युट्युबमा भिडियोमा जानु पाइएन, युट्युबमा। दाजु भ्लग हेर्नु भने होइन, बिहार्नु पऱ्यो कि माल दाइले बिहार्नु पऱ्यो कि शङ्कर दाइले बिहार्नु पऱ्यो। यहाँ चाँडो बिहा खान पाइएन, यहाँ चाँडोभन्दा चाँडो बिहा खानु पऱ्यो है। यहाँ भाउजू साउजी खोजेर राखेर म भाउजू खोज्ने काम मेरो भयो। यहाँ भाउजू इतनी खुशी साउजीमा खोज्छु, चट्ट बिहा हाल्नु पऱ्यो ल है। कमेन्ट आउने, कमेन्ट आउनु पऱ्यो ल, भाउजू खोज भनेर। भाउजू खोज भनेर कमेन्ट आयो भने भाउजू खोज्ने काम मेरो हो। टक्क बिहा हाल्नु पऱ्यो, भात खान पाइएन, मासु भात भनेर भन्नुहुन्थ्यो। मासु भात चाहिँ म खाँदिनँ, बिहामा जानु पाएन, कोट प्यान्ट लाएर यस्तो यार जिन्दगी हुन्छ। बिहार्नु पऱ्यो है दाइ, दुइटा दाइ भएर भाइले बिहार्नु थियो, अब दाइहरूको पालि नआयो फेरि भाइहरूले बिहार्नु भन नि त फेरि। ये बड़ी अच्छी बात कही आप। नत्र म बिहार्दिन्थेँ फेरि होइन। अब दाइहरूको पालि नआयो फेरि भाइले उछिन्न भन नि त, किनभने फेरि भाइले उछिन्यो भनेर भन्नु भने झ्याउ हुन्छ भनेर है। क्या बोला तूने? यही हो सो अलर्ट गाइस, यसो रमाइलो। र म चाहिँ यतै घुम्ने हो, मेरो कामै भनेको भ्लग बनाउने। अब यता त्यो डुल्ने के जाओस् बुवा, राधे राधे जाओस्, राधे राधे। हाम्रो बुवाले राधे राधे भन्नु भयो, यही हो होइन। अब यस्तै यस्तै आउँछ चट्ट ल्याएर। अब म कपडा दिन्छु, कपडा फेरि टन्नै छ कि राम, पुरै छोडिदिनु। आज किन उस्तो देखियो होइन, अलि ठुल्ठुलो देखियो होइन, किन पासमा देखिएन भन्दाखेरि, आज किन देखिएन भन्दाखेरि आज चाहिँ मैले सेल्फी स्टिक थियो क्या मसँग, अस्ति नैबाट खोजिरहेको थिएँ। कहाँ हरा हानको त अनि यति पाइयो कि यो सेल्फी स्टिक नै दाइले दिनु थियो होइन अस्ति नै। अनि सेल्फी स्टिक गरेर भ्लग गराएको। आज खालि चाक्रो देखेँ होइन, टक्कै हेर्नु न, ठ्याक्क चाक्रो देखिने होइन, मन सजिलो देखाउन सक्छ। टक्कै सेल्फी स्टिक भएपछि सजिलो हुन्छ कि होइन। त्यही हो गाइस, हेर्दै गर्नु होला के हुन्छ। ओके है त। सो गाइस सकियो, कपडा धोएर पनि अब हेरियो कपाललाई काट्न जानु पऱ्यो, जहाँ फास्ट कपाललाई। भन्छन् के अरे सबैले, मलाई त राम्रै लाग्छ। अब सबैको चाहनै छ भनेपछि कपाल काट्ने, अब काट्न पऱ्यो। अहिले कस्तो नजिकबाट देखियो है, अहिले किनभने मैले सेल्फी स्टिक युज गरेको थिएँ नि त, अहिले युज गरेको थिएन कि मैले सेल्फी स्टिक, किनभने झ्याउला के झ्याउला होइन राखा उस गरेर अहिले गर्दिनँ, पछि गर्छु। कपाललाई खाल राम होइन। कहाँ हो प्रशान्त, जान लगाऊ जान लगाऊ। मतलब लाउनु दुनियाँ माथि सबले हेर्नु सब पछाडि। आज के हो त्यहाँ भन्नु होला भन्दाखेरि, यहाँ चाहिँ मन्दिर भएपछि होइन सधैँ भागवत पुराण हुन्छ कि, कथा सुन्ने हुन्छ यहाँ, किनकि प्रवचन चलिरहेको छ। यस्तो तपाईँ बिफोरमा यस्तो छ है त, म बिफोरमा यस्तो छु। अब आफ्टरमा कस्तो हुन्छ, कस्तो कट काटौँ भन्ने भइरहेको होइन। जाम के अरे होइन, अब चट्ट गइन्छ वहीँ गएर भेटौँ न त कपाल काट्ने ठाउँमा होइन। गाह्रो होइन भ्लग बनाउनु, हात दुखिहाल्छ राइट।
हात दुखिसक्यो क्या मैले त्यो धेरै राख्नु आज त ढिलो भयो जस्तो लाग्यो अरे होइन बुवा हाल्नु बोलाएको सुन्नै सुन्नु भने इग्नोर हाल्नु छि 2000 years later. सो एभ्रिवान गाइस सबैजना सन्चै हुनुहुन्छ होला भन्ने कि फेरि होइन बिहान हो भन्ने कुरा अहिले भनेर हुँदैन के भन्दाखेरि कपाल सपाल नै काट्यो होइन कपालको भिडियो बनाउँछु भनेको उहाँबाट मैले बिर्सेछु कि भिडियो बनाउने होइन अब म किनकि आफ्नो के हो के भनौँ न उहाँबाट भ्लग बनाउनै बिर्सेछु कि अबबाट आएकै मान्छे म झन् देखाउँछु भनेको है अनि मैले कपाल यति सानो काटियो कि गरे छोडिदिनु क्या सानो काटियो क्या यहाँ होइन मलाई तालु नि हान्थ्यो भनौँ न त्यस्तो सानो काटियो कि ल हेर्नु न यति भएको हेर्नु मैले यतिसम्म चाहिँ ल हेर्नु यतिसम्म भन्दा कपाल काटेँ है ल हेर्नु न त्यही भएर मलाई देखाउनै मन लागेन कि यस्तो तालु भएको फोटो चाहिँ होइन नदेखाऊँ भन्ने भयो अनि चट्ट लाएर अब आजको दिन यस्तै भयो अब कन्टेन्ट सन्टेन्ट केही बिना यसले भ्लग हाल्यो यत्तिकै हावा भ्लग हाल्यो भन्नु नभन्नु किनभने 3 दिन हाल्नुपर्छ भोलि चाहिँ बरु एउटा काम छ आज नै गरियो कपाल सपाल काट्यो कपडा सपडा धरो धोइयो होइन यही हो गाइजहरू अब जिन्दगी भनेको अब मोज कति मल हालिदिन्छ कि मेरो मल नहालिदिएछ भने चाहिँ होइन मोज रमाइलो गर्नुपर्छ ल गाइज भ्लगलाई यहाँ इन्डिङ गर्छु डे 6 भ्लगलाई लाइक सब्सक्राइब कमेन्ट सेयर गर्नु नबिर्सिनु होला होइन यही हो साथ सपोर्ट चाहिँ गर्नु होला जस्तो भए पनि भ्लग कि जस्तो भए पनि जस्तो भए पनि भ्लगलाई हेरेर साथ दिनु होला कि हिँडेको भए पनि हेर्नु होला बोलेको भए पनि हेर्नु होला होइन सुरुमा अलिकति कन्टेन्ट पाउनु गाह्रो हुन्छ नि त के बनाऊँ हुन्छ नि त भर्खर म युट्युबमा छिर्न लागेको मान्छे हो होइन सुरुमा गाह्रो हुन्छ नि त हो कि नै ल भन्नु न सुरुमा गाह्रो हुन्छ कि सुरुमै के कन्टेन्ट हाले जहिले एउटै भन्ने हुन्छ होइन सबलाई हो जहिले एउटै हेर्नु नै हेरिहाल्नुहुन्छ हेर्ने इच्छुकले होइन जे भए पनि हेर्नुहुन्छ हेर्नु नै इच्छुकले अब जति राम्रो हाले पनि हेर्नु कि फेरि हो कि नै हेर्ने मान्छेले जे हाले पनि हेर्छन् कि फेरि हेर्ने मान्छेले जे हाले पनि हेर्छन् हो कि नै नहेर्ने मान्छेले जति सुकै राम्रो हाले पनि के हुन्छ स्किप हुन्छ भिडियो त्यही भएर आफूले सक्दो राम्रो भिडियो हाल्ने प्रयास गर्नेछु आवाज नै र प्रायङ भिडियो हाल्नेछु भन्ने हो एउटा मात्र है जति कति हुन्छ प्रायङ भिडियो त्यति हाल्नेछु यही हो गाइस अब यो हेर्नु नै कपडा चाहिँ अझै चट्ट लाएर ल हेर्नु यो एउटा यो टी सर्ट यो तलपट्टि यो अस्ति लगाएको यो अनि हिजो लगाएको प्यान्ट अनि आफूको कुर्ता धुन ल लाइक सब्सक्राइब अनि कमेन्ट र सेयर गर्न नबिर्सिनु होला होइन सेयर हुन्न कमेन्ट चाहिँ हुनसक्छ होला अरू हजुरको तर्फबाट लाइक पनि हुनसक्छ सब्सक्राइब पनि हुनुहुन्छ छुट्टा मिठो र त अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ मुझे नहीं पता बस क्लिक हो जाना चाहिए अब मैं भी जा रहा हूं मुझे पार्क में स्टंट्स मारने जाना है।